अझ यस्तो गर्नु ओहो कस्तो धुवा लाग्यो यो त रोएछ धेरै यस्तो त अनि के मुसले पढाथे मृग पनि छ के मृग घोरेर त यही पर जाने औ चस्मा लाएर पकाउनु पर्यो के चस्मा आँखैमा मेरो हाम्रो हेड सेफ हो आफ्नै घरको तोरी तेल हो अब हाम्रो लोकल मासु पाक्न थोरै पानी हाल्नु मैले चलाइरहेको छु चलाउँदा त बिगल्दै भन्नुहुन्छ डेभिडले चलाएर चाहिँ नमिठो भयो भन्ने डेभिडले त चलाएर मिठै भएन तपाईले 3 रोपनीमा अदुवा लगाएर 3 देखि 3.5 लाख रुपैयाँ कमाउनु भयो भनेपछि अझै बिउको लागि तपाईले एक्स्ट्रा राख्नु भएको छ भनेपछि यहाँ 40 रोपनीमा हामी केही गर्दैछौँ के अब त्यति तपाईको तेरो समात त चम्चा दिनु मलाई एउटा चम्चा त छैन ए यहाँ यसो गर्दैछ हेर्न त परे जाओस् हैन सास भेर्नै गाह्रो भइरायो हैन अनिसेले मलाई पेलाएको थियो अनि मैले घुमाएको छु के मबाट चाहिँ यता अनिसेले मलाई पेले है त यसले हो कसले हो मलाई पेले अनि मैले हटाएको के मतिरबाट बनाउने थियो हैन मैले पेले दिने अझ यस्तो गर्नु ओहो कस्तो धुवा लाग्यो यो त रोएछ धेरै यस्तो त अनि के मुसले पढाथे यहाँले आँसु नै आँसु हाने अस्ति जेनजी आन्दोलनमा ओइ जेनजी आन्दोलनमा सिंहदरबारबाट के हो औ चस्मा लाएर पकाउनु पर्यो के चस्मा आँखैमा मेरो हाम्रो हेड सेफ हो हेड सेफ आज मेरो पकाएको नि खाओ न मिठो भएन नि अम्ला चार्छ तिमीहरूले अम्ला आफ्नो अम्ला टोकेर खाइरहेको के मरेङ पारेर अर्चना अटोमा आउँछ मसालेदार यसो जिस्काउनुको लागि मात्रै लाग्यो कस्तो देखिएको छ यो रात्रि समयमा भाइब्स भनेर मात्रै अर्चना अटोमा आउँछ के होइन अन्य त नबुझ्नु होला फेरि एउटा गीत गाउँला दाजुभाइ भएर लाग्यो सुरु गर ल एउटा सुरु गर्नु तपाईँ अनि म दाइले सुरु गर्ने हो ल हैन नर्मल गाउनु न अब भाइलाई त स्टार्टिङ दिन भयो नि टक्कमा त्यसमा सर्ने अनि हैन तपाईँ गर्नु न कुन गीत गाउँदा जुन गाए नि हुन्छ सिस्टम के एकदम सेफ हो पप गाए नि फरक पर्दैन हिप हप गाए नि हुन्छ हप हप गाए नि हुन्छ हैन नलजाउ न गाउनु फोन त्यहाँ राखेर समाधान पर्छ त नराखे मैले ल हामीले बलकार सुरु मनै जला है पानी उज्यान देखिँदो रहेछ चस्मा खोलेपछि बोल्न सक्छु र कहाँ ल खोइ चस्मा ल्याउन भाइ भाइ नाइस सङ है कल हाम्रो उसको नाम के हो र देखिन्छ छैन त नि आउँछ खै तेल ल्याउनु त तेल ए सानो आइज त तेल ल्याउनु तेल यस्तो रे के अर्जुन तेल ल्याउनु जरा बिस गरेर काम गर्नु यो चाहिँ मिस हो क्या तेल हो तेल हालेको नि सर माथिदेखि हाल मधिलेलाई देखायो त हैन माथिबाट के अलि माथिबाट सर यस्तो गर्ने ए तेल आयो धेरै त गाउँको आफ्नै गाउँको आफ्नै घरको तोरी तेल हो अब हाम्रो लोकल मासु पाक्न लागेछ आज यहाँनिर हाम्रो यस्तो आँगनमा यो बिड पनि जाला है यो धेरै भयो घरबारी बोल यो बिड पनि जाला यो यताबाट हाम्रो सब चस्मा लगाएर बस्नु भएको रहेछ यहाँनिर के देख्नु भएको छ चस्मा थाहा भएन मलाई थर्मो सेटिङ हो धेरै भयो घरबारी तर कुल देखिनु भएको छ यो कुल छ है कुल म्यान कुल हो है कुल एकदमै हैन नि यार अब अनि एउटा गीत गाइदिउँ नि त ल खोइ त्यो मायाको बारीमा बितीको फूल संघाली राखेको कुसुमे रुमाल अनि अर्को पिउँदिन भन्दा भन्दै बिलायो साथीले पिउँदिन भन्दा भन्दै बिलायो साथीले मच्छु भनी भरोसा दिलायो साथीले दिलायो साथीले यो गाउँको ठिटोमा कान्छ मेरो नाम आउँदै जाँदै गर्नु है सबलाई राम राम आउँदै जाँदै गर्नु
ओम नमः शिवाय डबरमा बुवा अब यस्तै हो गीतहरू आउँदै गर्छ गीतहरू अहिले उकालियो राली गर्दै आँखा भरि रहर भर्दै लैला आयो लिली लौ आयो होला यो त यसले गाउँछ यो मेथी हो सुरुमा खाना बनाउन नआउने साथीभाइहरू हाम्रो केही फरक पर्दैन मासु ल्याउनु मेथी तितो हुन्छ क्या जिरा भन्नु यो सँगसँगै त राख न यो मासु बनाउन नआउने साथीहरूलाई सुरुमा यस्तो भाडा खोज्नुपर्छ अरे सुरुमा यहाँ देखाउने सुरुमा यो गाडा खोज्नुपर्छ गाडामाथि ओदान खोज्नुपर्छ अनि त्यहाँ कराई राख्ने व्यवस्था हुनुपर्छ अनि यसमा चाहिँ यो किन भन्दा 2 in 1 कम्बो कस्तो भने आगो पनि ताप्न पाइयो खाना पनि बनाउन पाइयो आफ्नो इच्छाले हैन बाहिरको चिज हावा पनि खान पाइयो यो रन्किन थाल्यो अलिअलि यो के हो यो यहाँबाट निस्किहाल्छ गोबर डढ्याउ त नपर्ने भनेको वाउ ओइ के गरेको यो फुटाउँदै नफुटाइकन प्याज त टाढा यो बिस्फोट हुन सक्छ है अमार लगाउनु मासु आए ये क्या डाल रहे मासु आ गया मटन चिकन है मासु आ गया खस्सी का चिकन आ गया खस्सी का हाँ ओए ये लोकल खस्सी का चिकन आ गया मासु आइरहेको लोकल खस्सी का चिकन है लोकल खस्सी का चिकन हाम्रो पनि तातो हो बेसार चाहिँ होइन त्यो बेसार हो कि होइन भने बेसार हो के हो सोध्दैछ होइन यहाँ कस्तो हो नि अलिक बास्न अलिक हाम्रो हेड सेफलाई चाहिँ बेसार नचिनेको अवस्था छ होइन यो मसला हो यो त्यो चाहिँ दुईटै पण धेरै हाल्लास् न फेरि एउटा कुराहरू के सोच्यो मिठो भएन भने त्यहाँ 1000 रुपियाँ सबैले के जनाले त्यहाँ जम्मा गरेर मासु किने मिठो भएन भने तैँले सब किन्नुपर्छ फेरि अलि मिठो भएर चाहिँ फेरि धेरै थपेर खायो भने चाहिँ फेरि सब 2-2000 चाहिँ मलाई ल्याइदिनु मिठो भएर अर्को नि काट्नु 2000 के कोरियन वोन पायो है पायो यताबाट म चलाइदिन्छु अदुवा लसुन यताबाट आएको छैन यत्रो मेहनत मैले गरेँ अरूमा किन कन्टेन्टको दिनु हो कि अदुवा लसुन डेभिडले चलाएर चाहिँ नमिठो भयो भन्ने हो नि टेन्सन यहाँ मलाई फेरि डेभिडले त चलाएको डेभिडले चलाएर मिठै भएन चाहिँ भन्ने हो कि भन्ने हो डर त भयो सबैले चलाइदियो ए भयो ओइ कान्छा त्यो अंग्रेजीमा राजु बुढाले पढाउँदैन टु मच सेफ स्पेस द करी भन्दै त्यस्तै होला जस्तो केटादेखि अहिले चलाउँदैमा चाहिँ के फरक छ मसला त मैले एड गरेँ त्यही टु मच सेफ त भन्दैछु त तिमीहरू त्यसमा गर म टेस्ट दादा डेभिड के गरिरहेको छ अहिले यहाँ लिक्विड खानु के हो धेरै तेल हाल्नु यो अघि त्यो के भन्छ अरे गोबर अलिअलि डढेको थियो नि त तातोले त्यही सफा गरेर राख्यो नडोस् आज पुरै एकदम हाम्रो भिलेज लाइफस्टाइलको फार्म लाइफ बेस्ट चिया खाँदै मासु पकाउँदै आयो मसला आयो ल टेस्ट आयो त्यसै ल चलाउनु लसुन अदुवा चट्टा हालिदियो कि होइन थोरै पानी हाल्नु अरू मैले चलाइरहेको चलाउँदा त बिगल्दै भन्नुहुन्छ मासु धेरै चलाइछ भने के हुन्छ थाहा मलाई स्वाद जान्छ स्वाद जान्छ लाले सिकाऊ यति भएपछि दाइ घुमाउनु पऱ्यो नि सबैतिरहरू अनि हेर्नु न पानी थोरै भयो त्यो पानी एकपटको पानी मलाई एक्कासी ल अदिले बेला म गडीको गेटमा भने तिमी खन्ने गरेर जाउँ चिया खान्थ्यो नि त सोला गरेर भनेको त्यहाँ नखाऊ खन्ने गरेर खाऊ भन्छ दाइले जुना सुन्तला भन्दै थियो कि मैले अनि डेभिडले फेरि दाइ यार खनेहरका के खनेहरका म उसले फेरि सुरुमा खनेहरका भन्दै क्या के अप्ठ्यारो भएको छैन नि दाजु होइन नि केही छ भने भन्नु भनेपछि हामी एउटा विभिन्न सेक्टरमा लागेको अनि अहिले चाहिँ कृषिमा हामीले गर्ने भनेर अगाडि बढ्न खोजेको त्यही भएर डिएनडी सरी 5 वटै आउँछ 15 बुझ्नुभयो नि डिएनडी कृषि तथा पशुपन्छी नर्सरी फर्म भनेर एउटा दर्ता हुन्छ त्यसमा नर्सरी फर्म पनि दर्ता भयो भने नर्सरीको आइटमहरू पनि गर्न सक्दैन
पशुपन्छीको पनि आइटम गर्न सक्यो क्या कृषिको नि आइटम गर्न सक्यो क्या त्यही भएर त्यो एउटा प्लानमा चाहिँ हामी हिँडेका छौँ कि त्यहाँ अट छ त्यहाँ के थियो थाहा छ? अटेर भएन धान छ होइन धान्न पनि दिनु भएन बस्नु 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 त धुवा तेरै आउँदो रहेछ आउनु नि त्यहाँ त। के गर्नु त नि अब त्यसो उता उहाँ उहाँ गरेर त धुवा नआउनु अब होइन लान त यो ला यो ला यो देवराज सर हाम्रो यो चिज भइसकेपछि होइन 6 महिना 1 वर्षमा यो जहिले माथि हाम्रो यो चिजहरू भइरहेको छ क्या तपाईँलाई भने नि तपाईँले यहाँ हरेक जिम्मेवारी तपाईँले निभाउने हो अब बुझ्नुभयो नि सबै जिम्मेवारी तपाईँलाई 1 इन्च पनि गाह्रो पर्दैन क्या कहीँ गाह्रो पर्छ सहजीकरणको लागि हामी छौँ यही गाह्रो पर्छ सहजीकरणको लागि हामी छौँ तपाईँले यहाँ सबै हेर्नु पर्यो तपाईँको यो ठाउँ हो ऊ होइन ठाउँ त हाम्रो पनि तलबाट आउँदा ठाउँ हो हामी सबै भिज्छौँ क्या यसमा तपाईँलाई मैले दिनुपर्ने फुल रेस्पेक्ट दिन्छु यहाँ बाघ आयो भने त सक्यो त सिङ्गिनी यहाँ आउँदैन उता आउँछ मृग पनि छ क्या ए मृग त मृग घोरेल त यहीँ पर जानु पर्छ गोरेल भन्ने चाहिँ के हो मृग हजुर गोरेल भन्ने के हो त्यही मृगको अर्को एउटा प्रजाति। यहाँ मिर्ग घोरेलहरू माऱ्यो भने त त्यो कानुन लाग्छ होला होइन त्यसले हान्यो उसले हो लग बदलमा हन्डिङ गर्न आउनुपर्छ के हो केटी अन्त हन्डिङ गर्न आउनुपर्छ कि लिएर आउने हो क्या चुनाव आउँदैछ भरा बन्दी पक्रियो भने सिधै जेलमा कोच्छ हामी उठ्ने होइन के उठ्ने होस् कि नहोस् पहिला भर बन्द टाइट गरेको नि त अहिले हो र चुनाव आएछ त अनि प्रशासनले पुरै टाइट गर्छ त सर भर बन्द बोक्न सक्नु पर्यो नि सर कहाँ म्यागदेखि कहाँ मुगुमा कति 400 कि 500 त भर बन्दुक निकालेर रिली गरे त्यति धेरै सिकाइ राख्नु गाउँमा हो र यहाँ हिँड्दिनतिर नि हाम्रो फुहरूको घरतिर छ त बन्दुक सन्दुक ए कहाँ भिडियोमा आइरहन्छ होइन न मैले मजाक गरेको मजाक थाहा पाएँ हाल्दै जा त हाल्दै जा डेभिडलाई हाल्दै जा तेरो समात त मेरो हो यो चम्चा त छैन ए यहाँ छ पक्कै एकछिन पक्कै भयो भयो म थाप्छु अनिस त्यसले त यो हाम्रो फाइनल टच ल यो भाइब्सले भल बस्छु फेरि भाइब्स बिग्रेर विचार गर्नु केही फरक पर्दैन एक्लै गर्नु बेस्ट भयो मिठो छ नि धनियाँको केही फरक परेको धनियाँ अर्जुन दाइ कति खाने मसलाको केही पछि टच छैन कसै कसै पछाडिको दाइले सुन्नु मेरो दाजु त्यहाँ माछा हाल्नुमा पनि बाँकी छ केटाहरू विचार गरेर राख है मलाई होइन यसैको लागि हो यो विशेष हाल्नु हाल्नु केटाहरूको जमेछ जोल कन्ट्रोल गर्नु दुईजना छन् ल होइन पिस राख्दैन नि त टन्नै अनि पिस त छ मलाई त पिस चाहिएको छैन है मलाई त एउटा पिस भयो नि हुन्छ ग्रेभी चाहिँ राख्दैन त्यो भन्दा अनि ग्रेभी चाहिँ चाहिन्छ तर मलाई त्यही हो पिस नभए ग्रेभी चाहिँ चाहिन्छ पिस होइन ग्रेभी चाहिँ त हाल सबैजना अगाडि बढेर काम गर्ने हानेर होइन होला यसमा डाउनफल पनि आउँछ तल पनि झरिन्छ कुनै बेला माथि पनि चढिन्छ त्यो बिचको चिज हो कि मलाई हाँस उठेको सबभन्दा बिस्तारै सुरुवात गर्ने हो सुरुवात गर्दै जाने हो जुन मुकाम त अवश्य पुगिन्छ यो चिजमा के त्यही भएर त विदेशमा जानु खोजे त विदेश जानुको साटो यहाँ गरौँ केही भनेर मात्रै हो कि विदेश गरेर तपाईँले 3 रोपनीमा अदुवा लगाएर 3 देखि 3.5 लाख रुपियाँ कमाउनु हो भनेपछि अझै बिउको लागि तपाईँले एक्स्ट्रा राख्नु भएको छ भनेपछि यहाँ 40 रोपनीमा हामी केही गर्दैछौँ क्या अब यति तपाईँले सम्झनु अरू लिन सक्नुहुन्छ भने अझै भन्नु क्या अझै खोज्नु होइन यो सबै गाउँै हाल्नु योदेखि माथि सबै हाल्नु योभन्दा मुनि म सक्दिनँ होइन योभन्दा माथि म सबै हाल्नु म एक्लै पनि हाल्दिन्छु मैले ढाडेको एक्लै पनि हाल्दिन्छु तपाईँको लागि सबै म गर्न तयार छु होइन हामीले दिएको निर्देशनमा जानुहोस् तपाईँले पनि 1-2 वटा चिज भन्नुहोस् तपाईँको पनि सुन्छु किनभने कस्तो हो नि तपाईँले मात्रै गर्ने तपाईँको कुरो नसुन्ने भन्ने हुँदैन तपाईँको पनि कुरो सुनिन्छ यहाँ कस्तो भने लोयल्टीको पनि टेस्ट हुन्छ क्या कसले कति के गरेछ कसले कति परिश्रम गरेछ त्यो अनुसारले पनि चल्छ क्या ए हामीले भनेको भरमा मात्रै हुँदैन क्या तपाईँको पनि परिश्रम र तपाईँको हार्ड वर्किङ हेरिन्छ क्या हामीले बुझ्नु भने
त्यसरी हामी त theoretical मान्छे भएर सबै चिज गरिन्छ बुझ्नुभयो खटेर फिल्ड म एज अ सिभिलपट्टि लागेर ओभरसियर भए पनि मलाई कृषि अफिसमा बसेको 7 वर्ष भइसक्यो तपाईँलाई थाहा छ 7 वर्ष भयो 7 वर्षमा मलाई अहिले कृषि नलेजमा किन गयो ध्यान भन्दाखेरि कृषिमा केही रहेछ है अस्ति पनि तालिममा गएँ कृषिमा धेरै चिज देखेँ क्या मैले त्यही भएर हो कि अब म यो भएपछि म घर टु यहाँ आउनलाई धेरै गाह्रो छैन क्या र तपाईँलाई होइन यहाँ मात्रै होइन मैले तराईतिर केही गरेँ भने तपाईँलाई पनि म इन्भल्भ गर्छु क्या म तपाईँलाई काहीँ पनि बिर्सिन्न क्या त्यति चाहिँ ढुक्काउनु ल तपाईँलाई त्यहाँ तराईमा पनि गर्छु सिन्धुलीमा पनि म केही चिज गर्छु होइन हरेक चिजमा तपाईँलाई म समावेश गर्छु क्या त्यति चाहिँ मैले अहिले नै भन्दिनँ यो उ गरेर भने होइन होइन मैले तपाईँलाई अहिले नै भन्दिनँ तपाईँलाई हरेक ठाउँमा म लिएर जान्छु तपाईँलाई एउटा यो लेभलमा पनि पुऱ्याइदिन्छु त्यति म ढुक्क यो अरूहरूले भन्छ नि हातसम्म गर्छु मजाकमा लिन्छ नि तर म सिरियसमा लिएर जानु त्यति मात्रै हो क्या त्यसैको लागि पनि तपाईँलाई मैले विशेष जोड दिन खोजेको तपाईँ लागि पर्नु गर्नु यहाँ सबै सम्पूर्ण जिम्मा तपाईँले लिनु अहिले पछि यो असार पछाडि त्यस पछाडि म पनि भिज्नेछु हरेक चिज यहाँको प्रोडक्ट क्या इस्कुसदेखि लिएर फर्सीदेखि लिएर इस्कुसको मुन्टादेखि लिएर सागदेखि लिएर लसुन अदुवा प्याज के हुन्छ आलु चपलीको फेमस हो नि क्या आलु हो मलाई थाहा छ यहाँको सबै चिज कोदोदेखि लिएर हरेक प्रोडक्ट क्या यो कस्तो हो नि प्रोडक्ट बिक्किन भनेर तपाईँले दुःख मान्नुपर्ने क्या त्यो प्रोडक्टलाई के भेराइटीमा लिएर जाने क्या जस्तै जुनारलाई जुनारको ब्रान्डिङ गरेर लोकल जुनारको वाइन जस्तै कोदोलाई रक्सीमा हरेक चिज क्या सबै ब्रान्डिङ हुन्छ क्या लेबलै हुन्छ क्या बुझ्नु भने सबै लिएर जान्छु क्या तर कस्तो नि अहिले त्यो सपना देखेको हो तर जिरो लेभलबाट स्टार्टिङ गर्दाखेरि म अहिले त्यसलाई सबैलाई बिर्सिसकेँ क्या सानोबाट सुरुमा बिरुवा रोप्छु मलजल गर्छु उत्पादन गर्छु टाइम लाग्छ परिश्रम लाग्छ हार चाहिँ मान्नु भयो भने त्यति हो मैले देखेको यो ठाउँ यसो चिजमा हार मान्नु भयो भने त केही हुँदैन क्या लाइफमा केही हुँदैन अगाडि बढ्नलाई चाहिँ सङ्घर्ष चाहिँ गर्नुपर्छ पहिला यो सिन्धुलीगढीको बाटो यो यहाँ पनि मान्छेले खनेर गरे नि त डोजरहरू त्यति साथ थिएन मलाई जहाँसम्म याद छ खनेकै हुन् जस्तो लाग्छ क्या मान्छेले ढुङ्गा 10 जना मान्छेले एउटा ढुङ्गा बोकेर फालेकै हुन् क्या त्यही भएर भन्छु सङ्घर्ष गर्नु पर्यो हरेक चिज गर्नु पर्यो गर्ने हो च्यानल मिलाउनु पर्यो तपाईँले त्यही हो तपाईँले अस्ति टुर जाँदाखेरि पनि भन्नुभयो होइन फोन गरौँ भनेर मैले व्यस्तताको कारणले मैले भने म पछि आउँछु पछि गरौँ न आज आउनुको कारण मेरो बिदा पनि थियो यता पनि थियो होइन त्यही भएर